वेलकम टु माई युट्युब च्यानल। आज हामी सबैजना आएको छ मामा घरमा, साइना बाजेको घरमा। हामी चाहिँ आज सानो खाना खाने कार्यक्रम थियो। गर्नु त ल हाई भनिदिनु ल। मेरो भिडियोमा स्वागत छ हजुरलाई। ल भन्नु न भन्नु न यस्तो गर्नु भएको। वेलकम टु माई च्यानल। तपाईँ मेरो एकदम रेगुलर भ्युवर्स हो। म तपाईँलाई एक दिन गिफ्ट ल्याइदिन्छु है इन्कम आएपछि च्यानल। मजु वेलकम टु माई च्यानल। वेलकम टु माई च्यानल। ताजीले दबाई खान लानु हाई भन्नु भने हाई भनौ मेरो भिडियोमा छिटो मेरो भ्लगमा हाई भनौ। हाई मेरो भिडियोमा हाई भनौ। यस्तै हालिदिन्छु म त। यो भिडियोको क्यामेराम्यान चाहिँ हाम्रो मम्मी है साथीहरू। अनि आज चाहिँ हामीलाई साइला पाजु र साइली मजुले खाना बोलाउनु भएको थियो हाम्रो फ्यामिली र आन्टीहरूको फ्यामिलीलाई। अनि त्यसपछि हामी चाहिँ यहाँ लाइन लाएर बुढापाटीहरू चाहिँ खाना खाँदैछौँ। अनि मम्मी आन्टी बाबा चाहिँ उतापट्टि डाइनिङ टेबलमा बसेर खाना खाइरहनु भएको, त्यही भएर भिडियोमा आउन सक्नु भएन। अनि पाजु र मजुले चाहिँ एकदम मिठो मिठो भेराइटी खानेकुराहरू बनाएर हामीलाई खुवाउनु भयो। एकदम मिठो थियो खानेकुराहरू, सबै हामीले एकदम इन्जोय गरेर खाइरहेको छौँ। भिडियोमा हेर्न सक्नुहुन्छ। अनि अजीले चाहिँ खाना हामी आउँदा खाँदै हुन्थ्यो। अघि नै खाइसक्नु भयो अजीले, औषधि खानुपर्छ नि त, त्यही भएर एकदम हामीले इन्जोय गऱ्यौँ। मिठो खाना खुवाउनु भएकोमा थ्याङ्क यू पाजु मजु। अनि एकछिनपछि चाहिँ हामी बाहिर गएर नाच्यौँ पन्चे बाजामा, एकदम रमाइलो गऱ्यौँ। अगाडि नै नाच्यौँ है, घर अगाडि। खासमा बाजा चाहिँ उता छिमेकीको बजिरहेको थियो। लिखमा बस्ने पार्क चिसैमा हजुर यता नातिनीहरू नाचेको हेरिराख्नु भा। यता नातिनीहरू नाचिरहन् धमाधम। छिमेकीको बाजामा नाचिरहन्। अजीलाई चाहिँ बाजा बजेको एकदम मन परेर हेरिराख्नु यहाँबाट। अनि यहाँ चाहिँ नाचिरहौँ हामी।
अनि हामीलाई घरमा नाच्न नपुगेर हामी चाहिँ नजिकै गएर हेऱ्यौँ हेर्नु कस्तो राम्रो डान्स गर्नुभयो साथीहरू पञ्चबाजामा कति राम्रो नाच्नु भएको हामीले चाहिँ एकदम इन्जोय गरेँ नजिकै गएर हेरेर एकदम मजा लियौँ डान्सको नजिकबाट हेऱ्यौँ हामीले हामी चाहिँ डान्स हेरेर एकदम इन्जोय गरिरहेको थियौँ रमाइलो भइरहेको थियो अनि हामीलाई चाहिँ भाइले खाजा खानालाई बोलायो अनि हामी फेरि मामा घरतिर लाग्यौँ कहाँ गएर आएको तिमीहरू भन त ल देखाइदे ल छिटो ए लजायो कहाँ गएर आयो सब बिन बुलाइ मेहमान चाहिँ बाजा बजाएको हेरेर आयौँ होइन बिजेतै हुन्छ हामी त नाच्यो भने त फेरि अनि हामी भित्र जाँदा चाहिँ मजुले खाजा रेडी गरिसक्नु भएको थियो मिल्क सेक र पास्ता अनि यो गर्मीमा चिसो मिल्क सेक र मिठो पास्ता हामी एकदम इन्जोय गरेर खायौँ धन्यवाद मेरो भिडियो हेरेर साथ दिनुभएकोमा मन परेमा लाइक शेयर कमेन्ट गर्न नभुल्नु होला थ्याङ्क यू